हेलो एभ्रिवान, आई होप हजुर सन्चै हुनुहुन्छ। यो भिडियो चाहिँ मेरो युट्युब फ्यामिलीहरुको लागि हो, जसले मलाई हैन मतलब फलो गर्नु भएको छ, सपोर्ट गर्नु भएको छ, उहाँहरुको लागि हो। मलाई थाहा छ म चाहिँ अहिले हुन्छ नि एक्टिभ छैन धेरै युट्युबमा, किनभने मैले पहिला भनेको थिएँ कि मैले आफूमा प्रमिस गरेको थिएँ कि मैले चाहिँ विकमा एउटा भिडियो चाहिँ अपलोड गर्ने छु जसरी भए नि, बट आई कुड नट अपलोड द भिडियो। अहिले त मेरो 2 दिन छुट्टी हुन्छ अफिसमा हैन, तर पनि कुड नट म्यानेज द टाइम के टाइमै म्यानेज गर्न सक्दैन हैन। मैले प्रमिस गरेको कुरा नै गर्न सकिरहेको छैन। होपफुली छिटो छिटो हुनेछ त्यो चाहिँ। अनि म चाहिँ के भन्न आएको भने एउटा कुरा मलाई चित्तै बुझेको छैन क्या। हुन्छ नि मलाई चित्तै बुझेको छैन। मलाई बिहान उठेर मलाई यस्तो हैन उहाँको कुरा जायज छ हैन, तर पनि हुन्छ नि मैले त्यो भिडियो अपलोड गरेको थिएँ अनि त्यसपछि अब हुन्छ नि हेर्न त कति जनाले हेर्नुभयो, 100 समथिङ जनाले। हुन्छ नि द्याट इज बिग थिङ फर मी। हुन्छ नि एउटा थोरै सब्सक्राइब भएको मान्छेको लागि चाहिँ त्यो एकदमै ठुलो कुरा हो। इभन 1 भ्यू आयो भने पनि द्याट इज भेरी बिग थिङ फर मी हैन। अनि कतिजनाले हेर्नु भएको थियो अनि मैले देखेँ भ्युजहरू देखेँ। अनि बिहानै उठ्दाखेरि क्या स्याटरडे आई थिङ्क मैले भिडियो अपलोड गरेको थिएँ, सन्डे यस्तो हेर्दाखेरि अनि आई सो 1 कमेन्ट। फर्स्टमा चाहिँ म भन्न चाहन्छु मेरो कम्पनी चाहिँ कस्तो कम्पनी हो अहिले जुन म काम गरिरहेको छु भने द्याट इज चाइनिज कम्पनी। आई क्यानट स्पिक चाइनिज एज अ नेपाली, आई क्यानट स्पिक चाइनिज। सो मोस्ट अफ द पिपललाई चाहिँ हिन्दी बोल्न आउँछ, तर हुन्छ नि हामीले मैले पहिला जहाँ चाहिँ हुन्छ नि धेरै मोस्ट अफ देम आर फ्रम मैले प्रिभियस अफिसमा चाहिँ हैन हिन्दी बोल्नु पर्थ्यो। अफिसमा हुन्छ नि एज अ कलिगहरुमा क्या हुन्छ नि इच अदर चाहिँ हामीले धेरै हिन्दी बोल्नु पर्थ्यो। भनेपछि अब कलहरु गर्दाखेरि सिपिङ लाइनलाई कल गर्दाखेरि अब म चाहिँ इम्पोर्ट एक्सपोर्टमा काम गर्छु अनि सिपिङ लाइनलाई कुरा गर्दाखेरि चाहिँ उनीहरु त हिन्दी बोल्दैन हैन। उनीहरुसँग चाहिँ हुन्छ नि एनीथिङ इफ यु हेभ एनी प्रब्लम रिगार्डिङ द सिपमेन्ट हैन, अनि त्यसपछि यु हेभ एनी ड्यामेज चार्ज। मैले यहाँ चाहिँ क्लियर गर्न के हो भने चाहिँ मैले सिपिङ लाइनमा काम गर्दाखेरि हैन पहिला प्रिभियस अफिसमा चाहिँ हिन्दी नबुझ्ने कोही पनि छैन है। यहाँ इभन यहाँको लोकल्ली हिन्दी बोल्छ हैन, बुझ्छ पनि। हुन्छ नि धेरै यहाँनिर ट्रेडरहरू अनि त्यसपछि बिजनेस ओनरहरू दे आर फ्रम इन्डिया हैन, अनि सबले बोल्छ हिन्दी। अनि फर्स्टमा यहाँको ल्याङ्ग्वेज भनेको इङ्ग्लिस कमन ल्याङ्ग्वेज भयो, हिन्दी त्यसपछि सेकेन्ड ल्याङ्ग्वेजमा आउँछ है, त्यसपछि अरबिक आउँछ होला आई गेस सो। हिन्दी नबुझ्ने कोही पनि छैन। अनि मलाई चाहिँ दुःख लाग्दैन कि मलाई हिन्दी बोल्न आउँछ, मलाई लाज लाग्दैन मलाई हिन्दी बोल्न आउँछ भनेर। त्यो त अरूको ल्याङ्ग्वेज सिक्नु त एउटा आर्ट हो नि त, एउटा आर्ट जस्तै कुरा हो भनौँ न। अनि त्यो कुरा गरौँ, त्यो कमेन्ट देखेँ मैले स्याटरडे अपलोड गरेको थिएँ हैन, मलाई चित्तै बुझेको छैन क्या त्यो कमेन्ट देखेर। होइन उहाँको इच्छा लाग्यो कमेन्ट गर्नुभयो, इट्स ओके। मैले उहाँलाई केही भन्न खोजेन, तर मलाई चित्त दुख्यो भने मैले बिहानै बुढालाई भने क्या। बिहानै उठेँ अनि यसो कमेन्ट देखेँ के अरे इङ्ग्लिस बोल्न आउँदैन भने नबोल्नु, नेपाली नै भाषा बोल्नु, के भन्छ कन्फिडेन्स छैन। आई वाज स्पिकिङ इङ्ग्लिस नट बिकज आई हेभ द कन्फिडेन्स। कुरा बुझ्नुभयो दाजु। आई क्लियरली रिमेम्बर द नेम एज वेल, आई थिङ्क योगेश समथिङ गुरुङ हो। अनि उहाँले चाहिँ लेख्नु भएको रहेछ त्यस्तो है, कन्फिडेन्स छैन भने नबोल्नुहोस् रे क्या। हो कन्फिडेन्ट छैन, कन्फिडेन्ट भएको भए त हैन, कन्फिडेन्ट भएको भए मान्छेले के गरिसक्थे मैले होला जस्तो लाग्छ क्या। त्यही कन्फिडेन्ट नभएर चाहिँ हुन्छ नि आइ एम स्टकिङ इन दिस सिचुएसन। बुझ्नुभयो दाजु? हजुरलाई इङ्ग्लिस बोल्न आउँछ होला, मजाले बोल्न आउँछ होला। म युके, अमेरिका, अस्ट्रेलियाको मान्छे हैन, म त्यहाँनिर बसेर हैन उनीहरुसँग घुलमिल भएको मान्छे हैन। सो हजुरलाई थाहा छ म दुबईमा बस्छु भनेर। मैले चाहिँ
इङ्ग्लिसमा नि कम्युनिकेट गर्न सक्नुपर्छ, हिन्दीमा पनि कम्युनिकेट गर्न सक्नुपर्छ। अब नेपाली त हुन्छ नि, नेपालीहरू त रेयरली भेटिन्छ नि अफिसमा, अनि उनीहरूसँग चाहिँ खासै हुँदैन। अब डेली ल्याङ्ग्वेज त हाम्रो नेपाली भइहाल्यो नि होइन। अनि एज अ अफिसर इन दुबई होइन, हजुरलाई इङ्ग्लिस र हिन्दी त मोस्ट अफ द कम्पनीमा चाहिन्छ नै। अनि ओ माई गड, आई थिङ्क यो भिडियो मैले सर्ट्समा हाल्न मिल्दैन होला, म के गर्ने होला। अनि त्यो देखेँ होइन, अनि मैले भने ओके मैले बोल्न सकिनँ होला होइन, मैले राम्ररी बोलेन होला इङ्ग्लिसमा, इट्स ओके, म बोल्न सकिनँ, मैले आउँदैन इङ्ग्लिस, आउँदैन इङ्ग्लिस कसको ल्याङ्ग्वेज हो, मेरो फर्स्ट ल्याङ्ग्वेज होइन दाजु, म त्यस्तो फ्लुन्टली बोल्न सक्दिनँ। हजुरले त्यो कमेन्ट गर्नुभयो त्यसको लागि ठिकै छ होइन, बोल्न पायो भने प्याच्च नबोलिदिनु होला। हेर्न अब हजुरले हेर्नुभयो होइन मेरो भिडियो, अब यो भिडियो पनि हेरिराख्नु भएको छ भने चाहिँ मान्छेको मुड कस्तो कस्तो हुन्छ क्या। आई मिन हुन्छ त्यो त नेगेटिभै कमेन्ट हो नि त, द्याट इज नट पोजिटिभ कमेन्ट होइन, त्यो त नेगेटिभै हो। अनि मैले कस्तो नराम्रो फिल भयो नि बुढालाई भनेको हुन्छ नि। आई होप दिस भिडियो रिच आउट टु द्याट दाजु, आई थिङ्क हिज नेम इज योगेश दाजु। मलाई आउँदैन दाजु, तर आइ एम ट्राइङ माई बेस्ट हुन्छ नि। हल्का कम्युनिकेट गर्न आइहाल्छ, कम्युनिकेट गर्न नआएको भए त यहाँको काम पनि दिँदैन थियो होला। सो डेली बेसिसमा चाहिँ अङ्ग्रेजीमै बोल्न आउनुपर्छ, इभन दो यु आर नट फ्लुएन्ट इन इङ्ग्लिस होइन। आई हेभ टु डिल विथ सो मेनी थिङ यु नो, मोर देन 8 or 10 shipping companies in a day. I had to deal with so many emails, I had to call so many shipping lines regarding every container problems or every problems. Talking about that video होइन, त्यो भिडियो चाहिँ मैले किन इङ्ग्लिसमा बनाएँ भन्दाखेरि त्यो चाहिँ यस्तो हो, मेरो सबै साथीहरू उनीहरू चाइनिज हो नि त, अब उनीहरू चाइनिज हो अनि मोस्ट अफ देम आर चाइनिज होइन। हामी अब एजियन भन्दा मतलब इन्डियाकोहरू पनि छ, अनि इन्डियाको साउथ इन्डियनहरूले हिन्दी बुझ्दैन क्या, उनीहरूसँग हामी इङ्ग्लिसमै कम्युनिकेट गर्छ होइन। नर्थ इन्डियनहरूले मात्रै बोल्न सक्ने हो हिन्दीमा, अनि साउथ इन्डियनहरूले चाहिँ उनीहरू इङ्ग्लिसमा बोल्छ, उनीहरूको आफ्नो हुन्छ क्या ल्याङ्ग्वेज हुन्छ आफ्नै, जस्तै हाम्रो राई लिम्बू तामाङहरूको हुन्छ नि त्यस्तै ल्याङ्ग्वेज हुन्छ, अनि उनीहरूसँग हामी कम्युनिकेट गर्ने भनेकै इङ्ग्लिसमै हो क्या। अनि त्यस्तो छ। अनि के भन्छ, अनि उनीहरू चाइनिज छ, अनि अब कुनैले त हिन्दी बुझ्छ होइन, अनि त्यसपछि हामी हिन्दीमा पनि कुरा गर्छ अफिसमा, बट मोस्ट अफ देम आर साउथ इन्डियन, स्पिक इङ्ग्लिस विथ देम होइन, उनीहरूसँग हामी इङ्ग्लिसमा कुरा गर्छ। अनि ठिकै छ, अब त्यो भिडियो कसरी इङ्ग्लिसमै भयो होइन, अनि त्यस्तो भयो, नथिङ टु डु विथ यु। मलाई चाहिँ यो भिडियो बनाउनुको कारण चाहिँ यति हो कि होइन, गर्न सक्नुहुन्छ भने ठिकै कमेन्ट गर्नु, पोजिटिभ गर्न सक्नुहुन्छ भने हुन्छ नि भिडियो हेर्नुहोस्, पोजिटिभ माइन्ड सेट गरेर हेर्नुहोस् होइन। अनि त्यसपछि त्यस्तो हुन्छ नि नेगेटिभ कमेन्टहरू नगर्नुहोस् होइन। हुन्छ नि मान्छेहरू चाहिँ दे आर गोइङ थ्रु लट अफ थिङ हुन्छ क्या, एउटै कन्डिसनमा हुँदैन सधैँभरि। अनि जस्तै मलाई होइन, मलाई चाहिँ त्यो बिहान त्यो कमेन्ट देख्दा मलाई कस्तो चित्त दुख्यो क्या, चित्त दुख्यो साँच्चीकै हो। आई होप दिस भिडियो रिच आउट टु यु योगेश दाजु। मैले त्यो कुनै हजुरले ब्याड कमेन्ट गर्नुभयो भने त्यस्तो होइन, तर मलाई चित्त बुझेन, मैले भिडियो बनाएको त्यति मात्रै हो होइन। सो क्ल्यारिफाई गरिदिएको, म चाहिँ त्यो फ्लुएन्ट इङ्ग्लिस स्पिकर पनि होइन, मैले चाहिँ देखाउनलाई पनि हुन्छ नि, मैले देखाउनलाई पनि बनाएको थिइनँ त्यो भिडियो इङ्ग्लिसमा, किनभने सबैजना इङ्ग्लिस बोल्ने मान्छे नै थियो क्या। हाम्रो 2-3 जना मात्रै छ कोले के अरे हिन्दी बोल्छ। सायद त्यो भिडियो हिन्दीमा भएको भए त्यहाँनिर कुनै कमेन्ट पनि आउँदैन थियो होला, बट अब इङ्ग्लिस बोल्नु नै गल्ती भएछ। सो द्याट्स इट, थ्याङ्क यू फर वाचिङ। I love you all guys, thank you for supporting me, I'm really grateful for you all. I hope to upload more videos on coming days. Yes, that's it. Thank you, see you.